हेर्नुहोस् त पानी आइरहेको अवस्था, पानी आएको अवस्था हेर्नुहोस् त, यस्तो छ है अवस्था। होटल बन्द हुने अवस्थामा छ। हेर्नुहोस् त केटाहरूको कपडाहरू पुरै धोइधाइ पारेर हालिसकेका छन् केटाहरूले। घर जाने तयारीमा छन् केटाहरू। अब हेर्नु सक्नुहुन्छ तपाईँहरूले। हेर्नुहोस् त भात पकाउने चुल्हा हाम्रो कस्तो रहेको छ। भात पकाउने चुल्हा हेर्नु सक्नुहुन्छ हजुरहरूले। एकदम साम्बार रेडी भइसकेको छ, रेडी हुँदैछ साम्बार। हेर्नुहोस् ग्यास यही नै हो। ग्यास अब भेला भेल जस्तो भइरहेको छ। हेर्नुहोस् यति नै हो ग्यास हाम्रो। यता हाम्रो सामग्रीहरू राखेको छ हामीले, मसलाहरू यता यता हेर्नु, यता पनि हेर्नु सक्नुहुन्छ। यता पनि छ भाँडाहरू त हाम्रो सबै भाँडा यता राखेको छ। यता कुकरहरू हेर्नु सक्नुहुन्छ त्यस्तो छ। सब्जीहरू न सब्जी यो पुरै भरिएर बस्छ क्या सब्जीहरू। सब्जीहरू पुरै खाली खाली भइसकेको छ। हेर्नु अब घर जाने बेला भइसकेको छ है। हेर्नुहोस् त पानी कस्तो मजाको पानी, बिना मौसमको पानी आइरहेको छ। हेर्नु तपाईँहरूले सेयर गरिदिनु होला, लाइक सब्सक्राइब गरेर जोडिदिनु होला है।